हेलो साथीहरु, नमस्कार। हजुरहरुलाई सबैलाई यो भिडियोमा चाहिँ भ्लगमा चाहिँ स्वागत गर्दछु। गुड मर्निङ। हामी चाहिँ आज कालिका माई दर्शन गर्न जाला चाहिँ हाम्रो यहाँ सिरका कालिका माई हुन्छ हैन। हामी चाहिँ दर्शन गर्न जाला चाहिँ बुढोलाई पहिलोचोटि दर्शन गराइदिन जान्छ कि भनेर कालिका माई दर्शन गर्न जाँदैछौँ। आज कस्तो हुन्छ भन्ने छ हैन। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। साथीहरु कस्तो लाग्दैछ आज मेरो बुढोलाई कालिका दर्शन गर्न जान पाउँदा? साथीहरु हामी चाहिँ काला काला देख्यौँ तर हाम्रो मोबाइलले गर्दा काला देखेका हामी गोरा घर तिर्सन भयो क्या ल। अहिलेको अब हामी त्यहाँ माथि मन्दिर पुगेपछि हजुरहरूलाई देखाउने थिएँ हल्का झलकहरू है। चाहिँ हाम्रो कालिका जाने बाटो हो यो पनि हो। अझै यहाँबाट कति टाइम लाग्छ जान। माथि नै हो बुढो हिँडिरहनु भयो बिचरा। तर बुढोलाई थाहा छैन कि कति टाढा हो भनेर। आज बुढोको बोसो पग्लिनु भयो हो नि। कति मान्छेहरू आज आज कालिका माईमा अझ कालिका माईलाई पञ्चबली दिने थिएँ। त्यही भएर आज रमाइलो पनि हुन्छ, बाजा पनि हुन्छ, एकदम रमाइलो हुन्छ। साथीहरू स्याहाँ भइसक्यो घुम्नु हिँड्दैन। यति त के हो र अझै हिँड्नै छ। अझै ठाडै बाटो हिँड्न उता कुनामा हामी चाहिँ अब चढ्नु पऱ्यो नि त पुल टिप्दैछौँ। तर अलिअलि मात्रै थियो त्यसले राम अझै धेरै चढ्ने भयो होला भनेर यहाँ छ बुढो। भित्रपट्टि उता अझै भित्रपट्टि आज चाहिँ हाम्रो पञ्चबली लाने हो है। घर दैलामा चाहिँ यता बाटोमा चाहिँ हामीले कलश कलशको तपाईँले हेर्नु चल नपुग्यो उतापट्टि होला हामी चाहिँ लाग्यो यहाँ चाहिँ ट्र्याक्टरमा नि गहन बुढो अहिले थाकिसक्नु भएको छ। हाम्रो चाहिँ बाटो हेर्नु ट्र्याक्टरमा गहन मान्छेहरू। बुढो हिँड्दा हिँड्दा लोत पर्नु भएको छ साथीहरू। बाटो देखेर पर्नु भएन? पसिना चाहिँ आहा सान्त्वना दिन पऱ्यो रे। धेरै टाढा बाटो यस्तो बाटो वनको बाटो त्यति है। थकेला मेरो बुढोलाई यार जङ्गल छ यहाँ चाहिँ अझै माथि उक्लिनु छ साथीहरू। के हो नि छैन छैन यता हामी चाहिँ अब लगभग हल्का हल्का अलि नजिक पुग्न लागिसकेका छौँ। यहाँ चाहिँ ट्र्याक्टरको डाम ट्र्याक्टरमा मान्छे हिँड्छन् है। तर हामी चाहिँ ट्र्याक्टरबाट गहन। तर हामी चाहिँ मन्दिरको ठाउँमा जाँदाखेरि चाहिँ हिँडेरै राम्रो हुन्छ भनेर कष्ट गरेर साथीहरू हिँड्दैछौँ। ल त हामी अब मन्दिर पुगेपछि हजुरलाई देखाउँछौँ है। यहाँको सबै हो जङ्गलै जङ्गल छ साथीहरू। यहाँ चाहिँ उता घर छ, सानो सानो घर।
अझ हामी ऊ त डाँडा उक्लिने छ ऊ त उकालो उक्लेसी आउँछ हाम्रो कालिका माईको दर्शन गर्न हामी आइसकेका छौँ लगभग त्यति गरेपछि आउँछ मेरो बुढो हेर त भन्छ कि साथीहरू अब चाहिँ हामी लगभग आइपुग्यौँ भन्दै नि हुन्छ है हामी चाहिँ अब आइसकेका छौँ हाम्रो कालिका हाम्रो शिरका कालिका माई दर्शन गर्न हाम्रो साथीहरू ल आउन सक्नुहुन्छ हाम्रो यो म्याग्दी साथ यता मिजिकथुम पर्छ होइन हाम्रो कालिका माई दर्शन गर्न आउन बनेको बाटो छ तर पनि राम्रो छ सेफ छ हामी चाहिँ लगभग आइपुगेका छौँ दर्शन गर्न आउनुहोस् उहाँले हजुरले माग्नुभयो भने पाउनुहुन्छ अवश्य त्यस्तो हाम्रो कालिका माई हुनुहुन्छ होइन मायाको कुरा पुग्छ एकदम सत्य हुनुहुन्छ मायाको कुरा चाहिँ यहाँ चाहिँ पुग्छ हाम्रो चाहिँ यहाँ आज पञ्चबली दिने हो त्यही भएर यति राम्रो बनाउनुभयो सबैजनाले आइसक्यौँ बुढो अब ल जय कालिका माई ल हाम्रो चाहिँ यहाँ सुरुवात हुँदैछ ल हाम्रो प्रवेश पनि भइसक्यो हाम्रो कालिका हामी दर्शन गर्न आइसकेका छौँ हामी त्यही आइसक्यौँ गाइस ल हिँड्नु त अगाडि आज हाम्रो पञ्चबली दिने त्यही भएर एकदम राम्रो तयारी हुँदैछ हाम्रो चाहिँ कालिका असैले ए फाइनली हामी आइसकेका छौँ कालिका माई दर्शन गर्न देख्न सक्नुहुन्छ एकदम धेरै भइसक्यो हाम्रो सुरु नै भइसक्यो होला यहाँनिर त्यहाँनिर फुकाले पनि हुन्छ चप्पल सानो दर्शन गर्न आएको